जुन समय गएका छन् अज्ञानतामा हामीले कति नराम्रा कर्म गर्यौं होला, नजानेर हामीबाट कस्ता कस्ता कर्म बने होला। अब यो 7 दिनको यो एक प्रकारको 7 दिवसीय क्लास थियो। 7 दिनको एउटा ऊर्जा लिनको लागि, एउटा भगवानको भक्ति लिनको लागि, ज्ञान र वैराग्य समन्वित हुनको लागि जुन हामीले 7 दिनको यो सत्र चलायौं, यो सत्रबाट अब हामी तपाईँ अलिकति ज्ञानी बन्नुपर्छ, अलिकति बुद्धि र विवेकलाई जगाउनु पर्छ, चेतनशीललाई है ईश्वरसँग जोडिने कुरा अब हुनुपर्छ। अब विगतका जस्ता जीवनहरू रोएर, अप्ठ्यारो गरेर, ईर्षा गरेर, अनेक प्रकारका झगडा गरेर हाम्रो जीवन बित्नु हुँदैन। अब त केही ज्ञानी हामी बन्नुपर्छ। यो 7 दिनको वास्तवमा सत्रको उद्देश्य पनि यही हो। मन्दिर बनाउनु, मन्दिरलाई निर्माण गर्नु, भव्य बनाउनु, यो सबै यसको सर्वाङ्गीण विकास, यसको अक्षय कोष, क्रियापुत्री भवन आदि हामीले भनेका छौँ, ती त अवश्य नै बन्छन्। तर त्यसको साथमा हाम्रो प्रथम कुरा हो हाम्रो चेतना राम्रो अभिवृद्धि होस्, हाम्रो बुद्धि विवेक राम्रो बनोस्। त्यही भएर यो समाजलाई नयाँ दिशा, नयाँ आयाम दिने प्रयास हामीले गरेका छौँ। हजुरहरू सबैले गर्नुभएको छ। अब कमसेकम हाम्रा बच्चाहरू, बालकहरू संस्कारित बनुन्। आज घर घरमा कति वैमनस्यता देख्न मिल्छ। मैले कथामा पटक पटक भन्छु नि हजुरलाई, सासु र बुहारीको कुरा गर्छु, भाइ भतिजाको कुरा गर्छु। आज दिउँसो हिजो दिउँसो म अलिअलि यो देखेर मैले भन्ने गर्छु। मैले पढेका कुरा भन्दा पनि अलिकति अनुभवशील। गुरुहरूको काम के हुन्छ कि सबै ठाउँमा घुम्न जान्छन्, कसैकोमा घरमा बस्छन्, यसो 10-5 मिनट चिया दुध खाने बाहनाले पनि भक्तजनहरूले बोलाउनुहुन्छ। त्यो बेला हामीले धेरै कुरा थाहा पाइरहेका हुन्छौँ, त्यो घरबाट व्यक्त नगरे पनि धेरै कुरा। तर कतिपय माता दिदीबहिनीहरूले, दाजुभाइले, बुवाहरूले आफ्ना दुःख पनि सायद लाग्दो, उहाँहरूले निश्चित पनि गुरुहरू हुनुहुन्छ, केही न केही ज्ञान विवेक बुद्धि उहाँहरूसँग होला भनेर हामीले आफ्नो दुःख पोख्नुहुन्छ। त्यो पुग्दाखेरि हामीले त्यहाँबाट केही कुरा सिकिरहेका छौँ। वास्तवमा जीवन यस्तो होइन, यस्तो पो हुनु पर्दो रहेछ। उमेरमा म धेरै बुवा आमाभन्दा धेरै कान्छो होला, दिदी दाजुभन्दा कान्छो होला, तर केही न केही यो हिँड्ने प्रक्रियाले, ठाउँ ठाउँमा गएर बोल्ने प्रक्रियाले, ठाउँ ठाउँमा भेट हुने जुन यो यस्तो कर्म भइरहेछ, त्यस कारणले केही न केही अनुभव हामीसँग अलिकति बढेको जस्तो लाग्छ। त्यही भएर म हजुरहरूलाई भन्छु, घरमा शान्ति सदैव रहोस्। यो 7 दिनको कथा चलिरहेछ, यस पछाडि 8औं दिन गएर फेरि सासु र बुहारी झगडा गर्न थाल्नु भने के अर्थ कथा सुन्नु? के अर्थ रहन्छ र? फेरि 8औं दिन गएर दाजुभाइ माता पितासँग वैमनस्यता बनाउनु भयो, सासु ससुरालाई हेला गर्नुभयो भने के अर्थ छ त यो कथाको? कुनै ईश्वरले क्षमा गर्दैनन्। हेर्नुहोस्, नराम्रो लागोस्, मेरो केही घाटा हुनेवाला छैन। तर म स्पष्ट वक्ता हुँ। मैले हजुरलाई चिल्ला कुरा गरेर, मिठा कुरा गरेर म प्यारो बन्न चाहदिनँ। असली कुरा सुन्ने बानी राख्नुपर्छ हामीलाई है। दबाई तितो हुन्छ तर फाइदा गर्छ त्यसले। त्यही भएर असली कुरा, स्पष्ट कुरा हामीले सुन्न सक्नुपर्छ र त्यो कुरालाई कहीँ न कहीँ हामीभित्र कमजोरी छ भने त्यसलाई परिमार्जित गर्ने, माझ्ने, कहाँ के कमी रहेछ भनेर बुझ्ने। अहिलेको समस्यारोमा यो वैमनस्यता कुरा धेरै छन्। हेर्नुहोस् है, र विशेष गरी सासु र बुहारीको बिचमा प्रत्येक घरमा केही न केही कुरा चलिरहेको छ। हे भगवान्, अब बिचरा सासुलाई काबु गर्न त्यो छोरालाई कति गाह्रो, ती श्रीमतीलाई काबु गर्न छोरालाई कति गाह्रो। अब यसो भन्दा भन्दै झगडा सुरु भयो। गइन् बाबाको घरमा, बाबाले छोरी आइन् भनेर बडा खुसी गरे माइतमा, आमाले बडा खुसी भइन्, आहा छोरी आऊ आऊ आऊ, धेरै दिन भएको थियो, तिम्रो सम्झना पनि आएको थियो, आइछौ, राम्रो गरिछौ। अनि यी छोरी सम्धिनीलाई कस्तो छ त? घरमा आमालाई कस्तो छ? बाबा ती बुढीको कुरा नगर्नुहोस्, ती बुढीले कति हैरान मचाएकी छन् तपाईँलाई थाहै छैन। हे नानी, यस्तो भन्नु हुँदैन आफ्नै सासु आमालाई। फेरि कर्म दिने आमा हुन्थे, त्यही भएर यस्तो भन्नु हुँदैन, नराम्रो कर्म नराम्रो वचन बोल्नु हुँदैन। अनि ज्वाइँ साहबलाई कस्तो छ त? ए बाबा, ज्वाइँ विदेशमा गएका छन्, फोनै गर्दैनन्, कति दिन भइसक्यो।
भनेर झर्किँदै छोरी आफ्नो पुरानो कोठामा पसिन्। आमा बाबा दाजुभाइले सबैले हेरे आज यी बहिनीलाई यी छोरीलाई के भएछ भन्ने जाने, केही बोलेनन्। 2-4 दिनपछि शान्त हुन्छन् र सोधौँला भन्ने कुरा भयो। समय सुस्त सुस्त बित्दै गयो। 8-10 दिन बितेपछि आमाले आएर छोरीसँग एकछिन कोठामा बसिन्। नानी, तिमी वास्तवमा साँच्चै भन त आफ्नो घरबाट के भएर आएकी थियौ? त छोरी एकदम रुन थाले। रुँदा रुँदै आएर आमासँग यसरी अँगालो हालेर, आमा म त्यो घरमा फर्केर जाँदिनँ। अरे छोरी, यो के भनेको तिमीले? तिम्रा पितालाई सबै जिल्लाभरिका मान्छेले चिन्छन्, कति समाजमा प्रतिष्ठा इज्जत छ। यो तिमीले यसो गर्यो भने फेरि पितालाई हामीलाई के भन्ला? हेर त छरछिमेकी त लाज मान्नुपर्छ नि छोरी, यस्तो भन्नु हुँदैन। आमा, हजुरले यदि जबरजस्ती मलाई पठाउने काम गर्नुभयो भने म झुन्नेर मर्छु, तर त्यो घरमा जानेवाला छैन। त्यो सासू नमरिकन त जाँदै जान्न। अब भयो आमा, माता पिता पनि के गर्ने बिचारा। माता पिताले पनि ह्यान्डल गर्न सक्दैनन् जब छोरीहरूले यस्ता कुरा गर्न थाल्छन्। किन भन्दा सन्तान त सबैलाई प्यारो हुन्छ नि। अहिलेका व्यक्तिहरूको फेरि विवेक शून्य भइसकेका छन्। के थाहा कुनै केही खाएर मर्ने हुन् कि झुन्नेर मर्ने हुन् कि केही गरिहाल्ने हुन् कि भन्ने सबैलाई डर छ। डर मान्नु पनि पर्यो, किन भन्दा प्राणबाट प्यारा हुन्छन् सन्तान। अब त महाराज पिताले खूब सम्झाए, आमाले खूब सम्झाइन्, दाजुभाइले खूब सम्झाए, मानिनन्।